हेलो एभ्रिवान, फार्मा प्लस नेपालको युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज मैले तपाईँहरूको लागि फार्मास्युटिकल जुरिस्प्रुडेन्सबाट सम मोस्ट इम्पोर्टेन्ट क्वेसनहरू लिएर आएको छु। सो यो भिडियो चाहिँ अन्तसम्म हेरिदिनु होला र जो कोही पनि हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक पनि गरिदिनु होला है। जस्तै हाम्रो फर्स्ट क्वेसन हेर्नु त, वेन वाज द ड्रग एक्ट प्रोमुलगेटेड इन नेपाल है। नेपालमा पहिलोपल्ट चाहिँ हाम्रो ड्रग एक्ट कहिले चाहिँ हाम्रो जारी भएको थियो अथवा प्रोमुलेटेड भएको थियो भनेर त्यो भनेको तपाईँको ठ्याक्कै कति हो त हाम्रो 2035 इयर्स, जसको चाहिँ हाम्रो एडीवाला डेट भनेको 1978 एडी, जसको अनुसार तपाईँको करेक्ट एन्सर भनेको 32 बिएनसी है। फर्स्टपल्ट तपाईँको ड्रग एक्ट नेपालमा 2035 इयर्समा तपाईँको भएको थियो है। यो कुरो चाहिँ हामीलाई याद हुनु पर्यो है। र ड्रग एक्टमा टोटल तपाईँको च्याप्टर भनेको 7वटा छ र अर्को भनेको सेक्सन भनेको तपाईँको 40वटा जति रहेको छ भनेर त्यो कुरो पनि याद राख्नु होला है। र म्याक्सिमम् हाम्रो नेपाल फार्मेसी काउन्सिलमा अथवा विभिन्न लोकसेवा आयोगमा सोधिराख्ने क्वेसनहरू ड्रग एक्टबाट एटलिस्ट तपाईँको 4 देखि 5वटा क्वेसनहरू आउने गरिन्छ है। त्यस कारणले गर्दा ठ्याक्कै यो चाहिँ तपाईँहरूले याद राख्नु होला है। र अर्को भनेको तपाईँको ड्रग एक्ट चाहिँ हाम्रो 3पल्ट तपाईँको एमेन्डमेन्ट भएको छ, जसमा तपाईँको फर्स्ट एमेन्डमेन्ट भनेको 2045 है। याद राख्नुलाई, फर्स्ट एमेन्डमेन्ट भनेको 2045 इयर्समा भएको थियो। त्यसपछि सेकेन्ड भनेको 2057 भएको थियो र अर्को थर्ड भनेको 2079 इयर्समा हाम्रो भएको थियो है। जस्तै सेकेन्ड क्वेसन हेर्नु त, द फिक्सेसन अफ प्राइस बाई द गभर्मेन्ट इज मेन्सन इन विच अफ द फलोइङ सेक्सन अफ ड्रग एक्ट 2035 है। ड्रगहरूको मूल्य चाहिँ हाम्रो तोक्ने अथवा फिक्स गर्ने भनेको ड्रग एक्ट 2035को कति सेक्सनमा तपाईँको मेन्सन रहेको छ भनेर ठ्याक्कै हेर्नु त हाम्रो त्यो भनेको सेक्सन चाहिँ हाम्रो 26मा छ है। र त्यस्तै गरी अर्को भनेको 27 सेक्सनमा चाहिँ हाम्रो प्रोभिजन रिलेटेड टु प्रिस्क्रिप्सन रहेको छ होइन। त्यस्तै गरी अर्को भनेको सेक्सन चाहिँ हाम्रो 24मा भनेको तपाईँको सेन्डिङ सेम्पल अफ द ड्रग रहेको छ। र अर्को सेक्सन 30मा तपाईँको कुनै पनि एक्सपायर्ड ड्रगहरूको सेल अथवा डिस्ट्रिब्युसन गर्न पाइँदैन अथवा हाम्रो प्रोभिजन छ भनेर त्यो भनेको तपाईँको सेक्सन 30मा रहेको छ है। त्यस्तै गरी अर्को भनेको क्वेसन नम्बर 3मा हेर्नु त, अन्डर विच सेक्सन अफ द ड्रग एक्ट देयर इज प्रोभिजन अफ केटेगोराइजेसन अफ ड्रग इन्टु ग्रुप एन्ड सब ग्रुप है। तपाईँहरूलाई थाहा होला कि ड्रगलाई हाम्रो 3वटा केटेगोरीमा डिभाइड गरेको छ है। त्यो भनेको समूह क, समूह ख र समूह ग है। समूह गमा पनि हाम्रो सब केटेगोरी 1 र अर्को भनेको सब केटेगोरी 2 है। त्यो भनेको ड्रग एक्टको कति सेक्सनले केटेगोराइजेसन गरेको छ भनेर त्यो भनेको तपाईँको सेक्सन 17 है। सेक्सन चाहिँ 17ले चाहिँ हाम्रो ड्रगहरूको केटेगोराइजेसन अथवा तिनीहरूको वर्गीकरण गरेको छ है। र अर्को भनेको सेक्सन 18मा भनेको तपाईँको कुनै पनि ड्रगहरूको मिसयुज अथवा एब्युज गर्न पाइँदैन है। त्यो भनेको सेक्सन 18ले भन्छ अथवा हाम्रो सेक्सन चाहिँ 18मा मेन्सन छ। त्यस्तै गरी अर्को भनेको सेक्सन 16मा भनेको तपाईँको सबमिसन अफ लेटर अफ ग्रान्टी टु द डिपार्टमेन्ट है। डिपार्टमेन्ट भन्नाले तपाईँको डिडी है। डिपार्टमेन्ट अफ ड्रग एडमिनिस्ट्रेसनमा चाहिँ हाम्रो ग्रान्टी लेटर चाहिँ सबमिसन गर्नुपर्ने हुन्छ भनेर त्यो भनेको तपाईँको सेक्सन 16मा छ है। र अर्को भनेको सेक्सन 19मा भनेको तपाईँको प्रोभिजन अन फल्स अर मिसरिडिङ एडभर्टाइजमेन्ट अफ ड्रग है। कुनै पनि मेडिसिन अथवा औषधिहरूको चाहिँ हाम्रो गलत चाहिँ प्रचार प्रसार अथवा एडभर्टाइजमेन्ट गर्न पाइँदैन भनेर त्यो भनेको तपाईँको सेक्सन 19मा चाहिँ हाम्रो मेन्सन छ है। त्यस्तै गरी अर्को क्वेसन 4 नम्बरको हेर्नु त, द प्रोभिजन अफ फार्मेसी सप रजिस्ट्रेसन इज गिभन इन विच अफ द फलोइङ सेक्सन अफ ड्रग एक्ट 2035 है। ड्रग एक्ट 2035को अनुसार इफ हामीलाई कुनै पनि औषधि पसलहरू दर्ता गर्नु पर्यो भनेर त्यो चाहिँ हाम्रो ड्रग एक्ट 2035को कुन सेक्सनमा मेन्सन छ भनेर त्यो भनेको तपाईँको सेक्सन चाहिँ हाम्रो 10 हो है। ठ्याक्कै याद राख्नु है। 10मा के छ भनेर हाम्रो रजिस्ट्रेसन अफ नेम फर सेल एन्ड डिस्ट्रिब्युसन अफ ड्रग त्यो भनेको तपाईँको सेक्सन 10मा छ होइन। त्यस्तै गरी सेक्सन 8ले के भन्छ हाम्रो प्रोडक्ट लाइसेन्स टु बी अब्टेन है। कुनै पनि हामीले अथवा मतलब कुनै पनि फार्मा इन्डस्ट्रीले कुनै पनि मेडिसिन बनाइरहेको छ भनेर त्यसको चाहिँ प्रोडक्ट लाइसेन्स लिनु भनेको तपाईँको कतिमा छ भने हाम्रो सेक्सन चाहिँ हाम्रो 8मा छ है। त्यस्तै गरी अर्को भनेको सेक्सन 9मा छ तपाईँको रिकमेन्डेसन लेटर टु बी अब्टेन फर एक्सपोर्टेसन अर इम्पोर्टेसन अफ द ड्रग है। कुनै पनि ड्रगको एक्सपोर्ट अथवा इम्पोर्ट गर्नको लागि हामीलाई रिकमेन्डेसन लेटर चाहियो भनेर त्यो भनेको सेक्सन 9मा छ है। त्यस्तै गरी अर्को भनेको सेक्सन 11 है। सेक्सन 11मा तपाईँको जति पनि सर्टिफिकेटहरू भयो, अर्को भनेको लाइसेन्स भयो, तिनीहरूको भेलिडिटी पिरियड अथवा रिन्युअल गर्नुपर्ने हुन्छ भनेर त्यो भनेको तपाईँको सेक्सन चाहिँ 11मा छ है। जस्तै भेलिडिटी पिरियड एन्ड रिन्युअल अफ द प्रोडक्ट लाइसेन्स भयो, रिकमेन्डेसन लेटर एन्ड सर्टिफिकेट त्यो भनेको तपाईँको सेक्सन 11मा छ है। ठ्याक्कै चाहिँ तपाईँहरूले याद राख्नु होला है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु त 5 नम्बरको, एकर्डिङ टु द ड्रग एक्ट 2035 क्वालिफिकेसन अफ ड्रग इन्सपेक्टर स्याल फोर्सेस है। हाम्रो ड्रग इन्सपेक्टर हुनको लागि तपाईँको ड्रग एक्ट
2035 अनुसार तिनीहरूको एज अ क्वालिफिकेसन के हुनु पर्यो त है, जस्तै हेर्नु त फर्स्टमा चाहिँ तपाईँको ग्रेजुएसन इन फार्मेसी, त्यसपछि मास्टर डिग्री इन फार्मेसी, अर्को भनेको तपाईँको डिप्लोमा लेभलको सर्टिफिकेट अथवा डिफार्म गरेको, र अर्को भनेको 5 वर्षको एक्सपिरियन्स हुनुपर्ने होइन, र अर्को भनेको लास्टवाला बथ एएनसी है। यसको के होला त है, यसको चाहिँ हाम्रो करेक्ट एन्सर भनेको तपाईँको डी हुन्छ है, बथ एएनसी है। इफ कुनै पनि व्यक्तिले बिफार्म अथवा ग्रेजुएसन इन फार्मेसी गरेको छ भनेर त्यसले नि हाम्रो एज अ ड्रग इन्सपेक्टर बन्न पाइयो होइन, र अर्को भनेको इफ हाम्रो डी फार्म पनि गरेको छ भनेर, इफ त्योसँग 5 वर्षको त्यही तपाईँको फार्मेसी रिलेटेड वर्कको चाहिँ हाम्रो एक्सपिरियन्स छ भनेर त्यो व्यक्ति पनि हाम्रो एज अ ड्रग इन्सपेक्टर चाहिँ हाम्रो बन्न पाइयो है। ठ्याक्कै यो कुरो चाहिँ हाम्रो याद राख्नु है। र यो भनेको तपाईँको क्वालिफिकेसन अफ इन्सपेक्टर भनेको तपाईँको सेक्सन चाहिँ हाम्रो 23मा मेन्सन छ है। कति त हाम्रो सेक्सन चाहिँ हाम्रो 23मा मेन्सन छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो 6 नम्बरको प्रिएम्बल अफ ड्रग एक्ट 2035 डजन्ट स्पिक है। जुन हाम्रो ड्रग एक्ट 2035 छ त्यसको प्रिएम्बलले के भनेको छैन अथवा के को बारेमा भनेको छैन भनेर, त्यो भनेको तपाईँको क्लिनिकल ट्रायल अफ द ड्रग हो है। के त हाम्रो क्लिनिकल ट्रायल अफ ड्रगको बारेमा हाम्रो ड्रग एक्टको प्रिएम्बलले हाम्रो भनेको छैन है। बट यो क्लिनिकल ट्रायल अफ ड्रग चाहिँ हाम्रो ड्रग एक्टको सेक्सन चाहिँ हाम्रो 31मा हाम्रो मेन्सन छ है, 31मा है। यो कुरो पनि ठ्याक्कै याद राख्नु होला है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो सेक्सन सरी है, क्वेसन चाहिँ हाम्रो 7 है। विच अफ द फलोइङ इज द प्रिन्सिपल बडी अफ गभर्मेन्ट अफ नेपाल फर टेस्टिङ एन्ड एनालाइसिस अफ द ड्रग है। हाम्रो नेपालमा जति पनि ड्रगहरू छ होइन, जस्तै मेडिसिनहरू भयो अथवा औषधिहरू छन्, त्यो सबको चाहिँ हाम्रो तिनीहरूको एज अ क्वालिटी कन्ट्रोल जस्तै नै भन्यो भने टेस्टिङहरू अथवा एनालाइसिस गर्नुपर्ने भनेको कुन अथोरिटीले गर्ने हो भनेर चाहिँ हाम्रो क्वेसनले सोध्यो है। त्यो गर्ने भनेको तपाईँको कसले हुन सक्ला त हाम्रो, त्यो भनेको हाम्रो नेसनल मेडिसिन लेबोरेटरी हो है। त्यसको काम भनेको तपाईँको जति पनि ड्रगहरू छन् नेपालमा अथवा रजिस्टर छन् तिनीहरूको हाम्रो टेस्टिङ अथवा एनालाइसिस गर्ने अथवा क्युसी गर्ने अथवा जुन हाम्रो क्वालिटी कन्ट्रोल हुन्छ त्यो सब गर्ने भनेको तपाईँको नेसनल मेडिसिन लेबोरेटरीले चाहिँ हाम्रो गर्ने गरिन्छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो मिसयुज एन्ड एब्युज अफ ड्रग इन ड्रग एक्ट 2035 इज मेन्सन इन सेक्सन है। हाम्रो ड्रग एक्ट 2035को कुन सेक्सनमा चाहिँ हाम्रो ड्रगहरूको मिसयुज अथवा एब्युजको बारेमा चाहिँ हाम्रो मेन्सन गरेको छ भनेर त्यो कुन हुन सक्ला त हाम्रो, त्यसको करेक्ट एन्सर भनेको ए हो है। 18 सेक्सन अथवा 18 सेक्सनमा चाहिँ के रहेछ त हाम्रो प्रोभिजन अन मिसयुज अर एब्युज अफ दि ड्रग्स है। त्यस्तै गरी अर्को भनेको 19मा मैले भर्खर भने प्रोभिजन अन फल्स अर मिसरिडिङ एडभर्टाइजमेन्ट अफ ड्रग भइहाल्यो। अर्को भनेको 24मा भनेको तपाईँको सेन्डिङ सेम्पल अफ ड्रग फर टेस्टिङ अथवा टेस्ट गर्नको लागि ड्रग इन्सपेक्टरले त्यो के अरे हाम्रो सेम्पलहरू सेन्ड गर्ने गरिन्छ। अर्को भनेको 26मा भनेको तपाईँको ड्रगहरूको प्राइस फिक्स गर्ने भनेको तपाईँको पाउन्ड जुन हाम्रो गभर्मेन्टसँग हुन्छ त्यही तपाईँको फिक्स प्राइस अफ द ड्रग अथवा पाउन्ड टु फिक्स प्राइस अफ द ड्रग भनेको त्यो तपाईँको सेक्सन चाहिँ हाम्रो 26मा चाहिँ हाम्रो मेन्सन छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो इन ड्रग एक्ट 2035 प्रोभिजन अफ सेल अफ एक्सपायर्ड ड्रग इज इन है। हाम्रो कुनै पनि एक्सपायर्ड ड्रगहरू चाहिँ हाम्रो बिक्री वितरण गर्न पाइँदैन भनेर त्यो चाहिँ हाम्रो कति सेक्सनमा मेन्सन छ भने त्यो भनेको हाम्रो सेक्सन भनेको 30 है। ट्याके हाम्रो सेक्सन 30मा 30ले के भन्छ त हाम्रो प्रोभिजन अन सेल अर डिस्ट्रिब्युसन अफ डेट एक्सपायर्ड ड्रग, एक्सपायर्ड भएको मेडिसिनहरू हाम्रो इम्पोर्ट एक्सपोर्ट अथवा हाम्रो डिस्ट्रिब्युसन गर्न पाइँदैन है, त्यो भनेको सेक्सन 30 भइहाल्यो। अर्को भनेको सेक्सन 29मा के त हाम्रो प्रोभिजन अन एडल्टरेसन है। एडल्टरेसन भनेको तपाईँको मिसआउट गर्नु भएन है। जस्तै हाम्रो प्रोभिजन अन एडल्टरेसन इन ड्रग्स एन्ड सेल अफ एडल्टरेट ड्रग्स, कुनै पनि हाम्रो मिसआउट भएको औषधिहरू तिनीहरूको बिक्री वितरण गर्न पाइँदैन भने त्यो भनेको हाम्रो सेक्सन चाहिँ हाम्रो 29मा मेन्सन छ है। ठ्याक्कै हाम्रो सेक्सन चाहिँ हाम्रो 29मा मेन्सन छ है। त्यस्तै गरी अर्को भनेको सेक्सन 26मा के होला त है, तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला है, मैले भर्खर भने अगाडि है। त्यस्तै गरी अर्को भनेको सेक्सन 30मा चाहिँ हाम्रो क्लिनिकल ट्रायल मैले भनिदिइसकेको छु तपाईँलाई। सेक्सन 31मा चाहिँ तपाईँको ड्रगहरूको क्लिनिकल ट्रायल चाहिँ हाम्रो मेन्सन छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो क्वेसन नम्बर 10ले के भन्छ त हाम्रो इन्क्वायरी एन्ड इन्सपेक्सन अफ ड्रग एन्ड फार्मेसी सप इज डन भयो है। जति पनि हाम्रो ड्रग्सहरू छन् अथवा हाम्रो रिटेल फार्मेसी अथवा जुनसुकै हाम्रो फार्मेसी सप छ तिनीहरूको इन्क्वायरी अथवा इन्सपेक्सन कसले गर्ने हो त हाम्रो, कसले गर्न सक्ला त हाम्रो, त्यो भनेको तपाईँको डिडिएल हो है। डिपार्टमेन्ट अफ ड्रग एडमिनिस्ट्रेसनले हाम्रो कुनै पनि ड्रगहरू अथवा हाम्रो फार्मेसी सपको हाम्रो इन्क्वायरी अथवा इन्भेस्टिगेसन अथवा हाम्रो इन्सपेक्सनहरू गर्न सक्यो है। त्यो कुरो पनि ठ्याक्कै चाहिँ हाम्रो याद राख्नु है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु त हाम्रो 12 नम्बरको
ड्रग्स क्यान बी डिस्पेन्स विदाउट प्रिस्क्रिप्सन है। कस्तो मेडिसिनहरू बिना हामीले प्रिस्क्रिप्सनको चाहिँ हामीले बिक्री वितरण गर्न पाइन्छ भनेर, त्यो भनेको तपाईँको ओटिसी हो है। ओभर द काउन्टर जति पनि हाम्रो ड्रग्सहरू छन् तिनीहरूले आज हामीले डिस्पेन्स गर्दाखेरि कुनै पनि टाइपको हाम्रो प्रिस्क्रिप्सन चाहिँदैन है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो 13 नम्बरको, अ पर्सन हु इन्टेन्ड्स टु मेक पब्लिसिटी अर एडभर्टाइजमेन्ट अफ ड्रग स्याल अब्टेन द लाइसेन्स फ्रम है। कुनै पनि व्यक्तिले इफ हाम्रो ड्रग्सहरूको पब्लिसिटी अथवा एडभर्टाइजमेन्ट गर्न चाहिरहेको छ अथवा खोजिरहेको छ भनेर तिनीहरूलाई एज हाम्रो त्यो एडभर्टाइजमेन्टको लाइसेन्स लिनलाई कोसँग लिनु पर्यो भनेर, त्यो भनेको तपाईँको डिपार्टमेन्ट अफ ड्रग इन्भेस्टिगेसन हो है। डिडिएले एज हाम्रो के गर्ने गर्छ भनेर, यसले चाहिँ एज हाम्रो ड्रगहरूको पब्लिसिटी अथवा एडभर्टाइजमेन्ट गर्नको लागि लाइसेन्स चाहिँ हाम्रो दिने गर्छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो, आफ्टर एक्सपायरी अफ सर्टिफिकेट मेन्सन इन सेक्सन 11 अफ ड्रग एक्ट 2035 इट सुड बी रिन्यू है। यो क्वेसन अनुसार हाम्रो जति पनि सर्टिफिकेट अथवा लाइसेन्सहरू छन् तिनीहरू इफ हाम्रो एक्सपायर भयो भने हामीले कति दिनभित्र तिनीहरूलाई एज हामीले रिन्यू गराउन सकिन्छ भनेर हेर्नु त हाम्रो, त्यो भनेको तपाईँको 35 दिनभित्र, अथवा तपाईँले 35 दिनभित्र एज रिन्यू गराउनु भएन भने 3 महिनाभित्र पनि गराउन सक्नुहुन्छ। बट 3 महिनाभित्र गराउँदाखेरि तपाईँहरूले एज 25% एक्स्ट्रा फी चाहिँ हाम्रो तिर्नुपर्छ अथवा फाइन चाहिँ हामीले तिर्नुपर्ने हुन्छ है। अथवा तपाईँले 35 दिनभित्र इफ गराउनु भयो भने तपाईँले कुनै पनि हाम्रो एक्स्ट्रा फी अथवा हाम्रो फाइन चाहिँ तिर्नु पर्दैन है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु त हाम्रो 15 नम्बरको, वेन वाज डिडिए इस्टाब्लिस्ड है। डिडिएको स्थापना कहिले भएको थियो त हेर्नु त, डिडिएको चाहिँ हाम्रो पहिलोपल्ट स्थापना भएको भनेको तपाईँको ठ्याक्कै तपाईँको 2036 बिस है, 2036मा भएको थियो। र त्यो भनेको तपाईँको अन्डर मिनिस्ट्री अफ फोरेस्ट एन्ड सोइल कन्जर्भेसनको अन्डर थियो है। र त्यसपछि ठ्याक्कै हाम्रो 5 वर्षपछि फेरि हाम्रो त्यो सिफ्ट भएर तपाईँको मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसनमा गयो, र त्यो भनेको तपाईँको 2041 है। यो डेट पनि याद राख्नु है। इफ तपाईँलाई सोध्यो कि डिडिए को स्थापना तपाईँको अन्डर द मिनिस्ट्री अफ फोरेस्ट एन्ड सोइल कन्जर्भेसन कहिले भएको थियो भनेर, त्यो भनेको 2036 बिएस हो। र अर्को भनेको डिडिएको सिफ्ट चाहिँ तपाईँको मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसनमा कहिले सिफ्ट भएको थियो भनेर, त्यो भनेको तपाईँको 2041 बिएस हो है। त्यस्तै गरेर अर्को भनेको 16 नम्बरको हेर्नु त हाम्रो के भनेको छ त हाम्रो, हु वाज द फर्स्ट डाइरेक्टर जेनरल अफ डिडिए है। डिपार्टमेन्ट अफ ड्रग एडमिनिस्ट्रेसनको पहिलो चाहिँ हाम्रो डाइरेक्टर जेनरल को थियो त हाम्रो, हेर्नु त हाम्रो त्यो भनेको तपाईँको एज हाम्रो अमिर बहादुर श्रेष्ठ हुनुहुन्थ्यो है। उहाँ चाहिँ हाम्रो डिडिएको फर्स्ट डाइरेक्टर जेनरल हुनुहुन्थ्यो है। र त्यस्तै गरी अर्को भनेको हाम्रो शिव बहादुर कार्की चाहिँ हाम्रो फर्स्ट चेयरम्यान अफ नेपाल फार्मेसी काउन्सिल हुनुहुन्थ्यो है। यो कुरो पनि चाहिँ हाम्रो याद राख्नु है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु त हाम्रो 17 नम्बरको 17 नम्बरको चाहिँ हाम्रो यसले के सोध्या त हाम्रो, पिसिएल फार्मेसी वाज स्टार्टेड इन है। यो पिसिएल भन्नाले तपाईँको सर्टिफिकेट लेभल अथवा हाम्रो डिप्लोमा इन फार्मेसी चाहिँ हाम्रो कहिलेबाट स्टार्ट भएको हो भनेर तपाईँले क्वेसन आइदिन सक्छ है। त्यो भनेको तपाईँको 1972 है, 1972-83बाट चाहिँ हाम्रो डिप्लोमा इन फार्मेसी एज अ त्रिभुवन युनिभर्सिटीले चाहिँ हाम्रो स्टार्ट गरेको थियो होइन। र त्यस्तै गरी हाम्रो 1972मा चाहिँ हाम्रो आरडिआरएल चाहिँ हाम्रो आरडिएलमा है, रोयल ड्रग लिमिटेडमा चाहिँ हाम्रो कन्भर्ट अथवा हाम्रो चेन्ज भएको थियो। र अर्को भनेको तपाईँको एनपिए है, नेपाल फार्मास्युटिकल एसोसिएसनको पनि हाम्रो इस्टाब्लिसमेन्ट भनेको तपाईँको 1972 एडीमा नै हाम्रो भएको थियो है। यो तिनवटा कुरो चाहिँ हाम्रो याद राख्नुलाई है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो, विच अफ द फलोइङ इज फर्स्ट प्राइभेट फार्मास्युटिकल कम्पनी अफ नेपाल है। नेपालको चाहिँ हाम्रो फर्स्ट प्राइभेट फार्मास्युटिकल कम्पनी नेपाल कुन हो त हाम्रो, त्यो भनेको हाम्रो केमी ड्रग प्राइभेट लिमिटेड हो है, जसको स्थापना भनेको तपाईँको 2026 बिएसमा चाहिँ हाम्रो भएको थियो है। यो पनि ठ्याक्कै चाहिँ हाम्रो याद राख्नुलाई है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो, बी फार्म प्रोग्राम वाज इनिसिएटेड इन काठमाडौँ युनिभर्सिटी है। हाम्रो काठमाडौँ युनिभर्सिटीमा बी फार्म चाहिँ हाम्रो कहिलेबाट स्टार्ट भएको हो भनेर क्वेसन तपाईँलाई सोधेछ है। त्यो भनेको कहिले त हाम्रो, त्यो भनेको हाम्रो 1994 है। त्यो भनेको हाम्रो 1994 एडीबाट हाम्रो काठमाडौँ युनिभर्सिटीमा हाम्रो बी फार्म चाहिँ हाम्रो स्टार्ट भएको थियो है। र अर्को भनेको काठमाडौँ युनिभर्सिटीले चाहिँ हाम्रो एम फार्म भनेको हाम्रो 2000 एडी है। त्यो कुरो पनि याद राख्नु है। त्यस्तै गरी अर्को युनिट हाम्रो 20 नम्बरको, हु वाज द फर्स्ट चेयरम्यान अफ नेपाल फार्मेसी काउन्सिल है। मैले भर्खर भने कि नेपाल फार्मेसी काउन्सिलको फर्स्ट चेयरम्यान कुन हुनुहुन्थ्यो भनेर, त्यो भनेको तपाईँको डाक्टर शिवबहादुर कार्की चाहिँ आज हाम्रो नेपाल फार्मेसी काउन्सिलको फर्स्ट चेयरपर्सन हुनुहुन्थ्यो है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो 21को, नेम रजिस्ट्रेसन एक्जामिनेसन वाज स्टार्टेड बाई नेपाल फार्मेसी काउन्सिल अन्डर है। नेपाल फार्मेसी काउन्सिलले पहिलोपल्ट आज हाम्रो लाइसेन्स परीक्षा इक्जाम चाहिँ कहिलेबाट हाम्रो स्टार्ट गरेको थियो भनेर, त्यो भनेको 2071 बिएस हो है। यसको एक्ज्याक्ट भनेको तपाईँको 2071 बिएस। र अर्को भनेको 6औं महिना 4 गतेबाट चाहिँ हाम्रो नेपाल फार्मेसी काउन्सिलले अथवा हाम्रो नेपाल फार्मेसी काउन्सिलले चाहिँ हाम्रो
पहिलो नाम दर्ता इक्जाम चाहिँ हाम्रो लिएको थियो है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो 22 को हाम्रो इन नेपाल फार्मेसी प्रोफेसन वाज स्टार्टेड गरौँ है। नेपालमा फार्मेसी प्रोफेसन कहिलेबाट स्टार्ट भएको हो भनेर त्यो भनेको तपाईँको वनस्पति विभाग हो है। तर इफ तपाईँलाई क्वेसन आइदियो कि नेपालमा चाहिँ एज हाम्रो फार्मेसी एजुकेसन कसले स्टार्ट गरेको थियो पहिलोपल्ट भनेर, त्यो भनेको तपाईँको टियु हो है, त्रिभुवन युनिभर्सिटीले गरेको थियो। कहिलेबाट त हाम्रो 1972 एडीबाट है। याद राख्नु, याद याद जाओ कि त हाम्रो डिप्लोमा इन फार्मेसी है। त्यस्तै गरी अर्को क्वेसन हाम्रो 23 नम्बरको हेर्नु त हाम्रो विच अफ द फलोइङ सेड्युल इज फर द एप्लिकेसन टु अप्टेन प्रोडक्ट लाइसेन्स फ्रम डिडी है। डिडिएबाट प्रोडक्ट लाइसेन्स अप्टेन गर्नको लागि हाम्रो एप्लिकेसन जुन हामीले दिने गरिन्छ एकर्डिङ टु ड्रग रेजिस्ट्रेसन रुल 2038, त्यो भनेको कति सेड्युलमा मेन्सन छ भनेर क्वेसन चाहिँ हाम्रो सोधेछ है। त्यो भनेको तपाईँको सेड्युल चाहिँ हाम्रो 3 हो है। सेड्युल 3 अनुसार आज हामीले एप्लिकेसन दिने हो। र अर्को हाम्रो सेड्युल 4ले के भन्छ भने हाम्रो रेजिस्ट्रेसन अफ बुक चाहिँ हाम्रो सेड्युल 4मा मेन्सन छ। त्यस्तै गरी अर्को भनेको सेड्युल 6मा के मेन्सन छ भने हाम्रो एप्लिकेसन फर ड्रग इम्पोर्ट एक्सपोर्ट रिकमेन्डेसन लेटर है। ड्रगहरूको इम्पोर्ट एक्सपोर्ट गर्नको लागि जुन हाम्रो रिकमेन्डेसन लेटर हुन्छ त्यो लिनको लागि चाहिँ हाम्रो एप्लिकेसन दिनुपर्ने भनेको सेड्युल चाहिँ हाम्रो 6ले भन्छ है। त्यो कुरो पनि ठ्याक्कै याद राख्नु है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो 24 नम्बरको क्लासिफिकेसन अफ ड्रग इन्टु केटेगोरिज एन्ड सब केटेगोरिज गिभेन भाइ है। जुन हाम्रो ड्रगको केटेगोराइजेसन भएको चाहिँ तपाईँको केटेगोरी एन्ड सब केटेगोरी, जस्तै तपाईँको समूह क, समूह ख, समूह ग, समूह गको पनि सब टाइप 1 सब टाइप 2, त्यो चाहिँ हाम्रो कसले चाहिँ एज गरेको छ भनेर, त्यो भनेको तपाईँको को हो त हाम्रो, त्यो भनेको तपाईँको ड्रग स्ट्यान्डर्ड रेगुलेसन हो है। ड्रग स्ट्यान्डर्ड रेगुलेसनले एज हाम्रो ड्रगहरूको केटेगोरिजमा अथवा सब केटेगोरिजमा हाम्रो डिभाइड गरेको छ है। त्यस्तै अर्को हेर्नु त हाम्रो 25को एकर्डिङ टु द ड्रग स्ट्यान्डर्ड रेगुलेसन 2043 नार्कोटिक एन्ड पोइजनस ड्रग सुड बी केप्ट सेफ्टली है। जति पनि हाम्रो नार्कोटिक एन्ड साइकोटिक ड्रगहरू छन् अथवा पोइजनस ड्रगहरू छ, तिनीहरूले कता राख्ने अथवा कस्तो टाइपको स्टोरेज गर्ने त ठिकै हेर्नु त। जस्तै फर्स्टमा हाम्रो अप्सन एमा के छ त हाम्रो स्पेसिफिक प्लेस विथ लक छ होइन। अर्को भनेको सेपरेट फ्रम अदर मेडिसिन होइन। अर्को भनेको फ्रम अनरिलेटेड पर्सन, अल अफ दि इभव। यसको करेक्ट एन्सर भनेको तपाईँको अल अफ दि इभव हो है। हामीले एज जति पनि नार्कोटिक अथवा पोइजन ड्रगहरू छ तिनीहरूले एज हाम्रो छुट्टै लक एन्ड के को अन्डर चाहिँ हामीले सेक्युरिटीमा चाहिँ हामीले राख्ने गरिन्छ। अरू मेडिसिनहरूबाट फरक गरेर हामीले सेपरेट गरेर चाहिँ हामीले राख्नुपर्ने हुन्छ है। त्यस्तै गरी अर्को क्वेसन हाम्रो 26को हेर्नु त विच अफ द फलोइङ फार्माकोपिया इज नट अफिसियल इन नेपाल है। नेपालमा तलको मध्ये कुन फार्माकोपिया एज हाम्रो रिकगनाइज अथवा रजिस्टर छैन नेपालमा, त्यो भनेको तपाईँको जर्मन फार्माकोपिया हो है। ठ्याक्कै याद राख्नु है। इन्डियन फार्माकोपिया, ब्रिटिस फार्माकोपिया, युनाइटेड फार्माकोपिया हाम्रो रिकगनाइज छ अथवा रजिस्टर छ। र तपाईँको जर्मन फार्माकोपिया भइहाल्यो होइन। त्यस्तै गरी अर्को भनेको चाइनिज फार्माकोपिया, र अर्को भनेको फ्रेन्च फार्माकोपिया है। यो फार्माकोपिया एज हाम्रो नेपालमा रिकगनाइज छैन है। ठ्याक्कै चाहिँ याद राख्नु है। र यो क्वेसन पनि म्याक्सिमम् तपाईँहरूलाई सोधिराख्ने गरिन्छ। भर्खर तपाईँको लोकसेवामा पनि हाम्रो सोधेको देखिन्छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो नेसनल ड्रग पोलिसी है। नेसनल ड्रग पोलिसी वाज इम्प्लिमेन्टेड इन द है। हाम्रो नेसनल ड्रग पोलिसी चाहिँ हाम्रो कहिले चाहिँ हाम्रो जारी भएको थियो अथवा आएको थियो भनेर, त्यो भनेको तपाईँको 1995 है। 1995 एडीबाट हाम्रो नेसनल ड्रग पोलिसी आएको थियो। र यसैमा एउटा तपाईँको झुक्याउने क्वेसन चाहिँ सोधिन्छ है कि नेसनल हेल्थ पोलिसी चाहिँ हाम्रो कहिले आएको थियो है। नेसनल हेल्थ पोलिसी है, यो एनएचपी है। नेसनल हेल्थ पोलिसी भनेको तपाईँको 1991 एडीमा आएको थियो होइन। बट अर्को भनेको नेसनल ड्रग पोलिसी भनेको तपाईँको 1995 एडीमा आएको थियो भनेर तपाईँलाई थाहा हुनु पर्यो है। यसैमा तपाईँलाई झुक्याइदिन सकिन्छ है। एनएचपीको ठाउँमा तपाईँले 1995 एडीमा तपाईँले लाउन सक्नुहुन्छ है। तर त्यति बेला चाहिँ नझुक्नुलाई है, किनभने कि नेसनल ड्रग पोलिसी भनेको 1995 एडी हो। र एनएचपी भन्नाले तपाईँको नेसनल हेल्थ पोलिसी भनेको तपाईँको 1991 एडीबाट तपाईँको आएको थियो अथवा हाम्रो इम्प्लिमेन्ट भएको थियो है। त्यस्तै गरी अर्को भनेको 28 हो है। 28को हेर्नु त हाम्रो एकर्डिङ टु नेसनल ड्रग पोलिसी द प्रोक्युरमेन्ट अफ इसेन्सियल ड्रग्स विल बी डन अन्डर है। जति पनि हाम्रो ड्रगहरूको हुन्छ नि तपाईँको प्रोक्युरमेन्ट प्रोसेसहरू, जस्तै हाम्रो किन्ने प्रोसेसहरू, त्यो भनेको तपाईँको के को आधारमा गर्ने गरिन्छ भनेर एकर्डिङ टु नेसनल ड्रग पोलिसी, त्यो भनेको तपाईँको मेल यहाँ गर्ने भनेको तपाईँको जेनिक नियमको आधारमा हामीले चाहिँ प्रोक्युरमेन्ट प्रोसेस चाहिँ यहाँ हामीले गर्ने गरिन्छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो 29को 29ले के भन्छ भने तपाईँको वेन वाज नेपाल फार्मेसी काउन्सिल एक्ट पब्लिस्ड है।
नेपाल फार्मेसी काउन्सिल एक्ट चाहिँ हाम्रो कहिले आएको थियो भनेर तपाईँलाई क्वेसन सोधेको है। त्यो भनेको कहिले होला त है? त्यो भनेको तपाईँको 2057 बिच है, 2057 बिएसमा तपाईँको नेपाल फार्मेसी काउन्सिल एक्ट पब्लिस भएको थियो। र अर्को भनेको तपाईँको नेपाल फार्मेसी काउन्सिलको इस्टाब्लिसमेन्ट भनेको तपाईँको 2058 बिएस है, इस्टाब्लिसमेन्ट भनेको 2050 एसबिएस। र अर्को भनेको एउटा अझै हुन्छ तपाईँको नेपाल फार्मेसी काउन्सिलको रेगुलेसन है, नेपाल फार्मेसी काउन्सिलको रेगुलेसन भनेको 2059 बिएस है। यो तिनवटा कुरो चाहिँ याद राख्नु है। के त हाम्रो नेपाल फार्मेसी काउन्सिल एक्ट कहिले पब्लिस भएको थियो भनेर, त्यो भनेको 2057 बिएस हो। र अर्को भनेको नेपाल फार्मेसी काउन्सिलको इस्टाब्लिसमेन्ट कहिले भएको थियो भनेर, त्यो भनेको 2058 बिएस हो। र अर्को भनेको नेपाल फार्मेसी काउन्सिल रेगुलेसन कहिले आएको थियो भनेर, त्यो भनेको 2059 बिएस हो है। यो तिनवटा कुरा चाहिँ याद राख्नु है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो 30 नम्बरले के भने त हाम्रो, हु इज द सेक्रेटरी अफ नेपाल फार्मेसी काउन्सिल है। मैले भर्खर भने एकछिन अगाडि कि नेपाल फार्मेसी काउन्सिलको एज अ सेक्रेटरी को हुन सक्नुहुन्छ भनेर, त्यो भनेको तपाईँको एज अ रजिस्ट्रार है। रजिस्ट्रार चाहिँ एज हाम्रो नेपाल फार्मेसी काउन्सिलको सेक्रेटरी हुन सक्नुहुन्छ। र अहिले भनेको तपाईँको सेक्रेटरी को हुनुहुन्छ त हाम्रो नेपाल फार्मेसी काउन्सिलको, तपाईँले एज अ कमेन्टमा चाहिँ हाम्रो कमेन्ट गर्नु होला है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु त हाम्रो, अलिकति यो क्वेसन मिस्टेक छ है। यो भनेको तपाईँको विच इज नट द जुरिस्डिक्सन अफ नेपाल फार्मेसी काउन्सिल है। नेपाल फार्मेसी काउन्सिलको कार्यक्षेत्रभित्र कुन चाहिँ हाम्रो एज अ पर्दैन, त्यो भनेको तपाईँको एक्ट फर द एभाइलेबिलिटी अफ द मेडिसिन है। मेडिसिनहरूको एज अ हाम्रो एभाइलेबिलिटी चाहिँ हाम्रो नेपाल फार्मेसी काउन्सिलले डिल गर्दैन, अथवा त्यसको कार्य अधिकारभित्र हाम्रो चाहिँ एज अ पर्दैन है। त्यस्तै गरी अर्को भनेको 32 है। 32मा हेर्नु त हाम्रो मिनिमम क्वालिफिकेसन टु बी द चेयरपर्सन अफ नेपाल फार्मेसी काउन्सिल है। नेपाल फार्मेसी काउन्सिलको एज अ चेयरपर्सन हुनुको लागि हाम्रो मिनिमम क्वालिफिकेसन के चाहियो त है? त्यो भनेको तपाईँको ठ्याक्कै हाम्रो बी फार्म विथ एटलिस्ट अफ 10 इयर अफ एक्सपिरियन्स है। कुनै पनि व्यक्तिले एज अ हाम्रो ब्याचलर इन फार्मेसी गरेको छ, र अर्को भनेको फार्मेसी रिलेटेड त्योसँग एज अ 10 वर्षको एक्सपिरियन्स छ भनेर, त्यसले चाहिँ एज अ हाम्रो नेपाल फार्मेसी काउन्सिलको चेयरपर्सन बन्न सक्छ है। यो कुरो चाहिँ हाम्रो याद राख्नु है। त्यसै गरी अर्को क्वेसन हेर्नु त हाम्रो, एकर्डिङ टु द फार्मेसी काउन्सिल एक्ट द टर्म अफ अफिस अफ द मेम्बर नोमिनेटेड टु द फार्मेसी काउन्सिल सेल बी है। यो भनेको तपाईँको नेपाल फार्मेसी काउन्सिलको एक्ट अनुसार जति पनि हाम्रो नेपाल फार्मेसी काउन्सिलको मेम्बरहरू हुनुहुन्छ, उहाँहरूको एज अ कार्य अवधि कति वर्षको सम्मको हुन्छ भनेर, त्यो भनेको ठ्याक्कै चाहिँ हाम्रो 4 वर्षको है। 4 वर्षमा एज अ उनीहरूको हाम्रो फेरि चाहिँ हाम्रो फेरि सिलेक्सन हुने गरिन्छ, सर्टेन तिनीहरूको एज अ प्रोसेस होला। र तिनीहरूको कार्य अवधि भनेको ठ्याक्कै हाम्रो 4 वर्षको चाहिँ हाम्रो हुने गरिन्छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो 34मा तपाईँको हाउ मेनी मेम्बर्स आर देयर इन नेपाल फार्मेसी काउन्सिल है। यो 34मा के छ त हाम्रो नेपाल फार्मेसी काउन्सिलमा एज अ कतिजना मेम्बरहरू हुनुहुन्छ भनेर, त्यो भनेको तपाईँको ठ्याक्कै हाम्रो 10जना है। नेपाल फार्मेसी काउन्सिलको टोटल मेम्बर भनेको 10जना। र त्यस्तै रिलेटेड राखेर तपाईँको ड्रग कन्सल्टेटिभ काउन्सिल है। ड्रग कन्सल्टेटिभ काउन्सिलको एज अ हाम्रो टोटल मेम्बर भनेको 11जना। र अर्को भनेको डिएसी है, ड्रग एडभाइजरी कम्युनिटीको टोटल मेम्बर भनेको चाहिँ हाम्रो 13वटा चाहिँ हाम्रो हुने गरिन्छ है। यो कुरो पनि ठ्याक्कै हाम्रो याद राख्नु है। र अर्को तपाईँको ठ्याक्कै जुन हाम्रो 11वटा मैले भने ड्रग कन्सल्टेटिभ काउन्सिलको टोटल मेम्बर भनेको 11जना। र अर्को भनेको अहिले चाहिँ तपाईँको नार्कोटिक ड्रग्सहरू कति रजिस्टर छ नेपालमा भनेर सोध्यो भने, त्यो पनि चाहिँ तपाईँको 11वटा है। पहिला चाहिँ हाम्रो 9वटा थियो, र भर्खर आएर चाहिँ हाम्रो 2वटा मेडिसिन चाहिँ हाम्रो थपिया छ है, नार्कोटिक एन्ड साइकोटिकमा। त्यस कारणले गर्दा अहिलेको चाहिँ तपाईँको लेटेस्ट चाहिँ हाम्रो लिस्ट अफ द नार्कोटिक एन्ड अथवा हाम्रो साइकोटिक ड्रगहरू कतिवटा छ भनेर, त्यो भनेको तपाईँको 11वटा छ है। ठ्याक्कै चाहिँ हाम्रो 11वटा छ भनेर बुझ्नु होला है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो द प्रोभिजन फर प्री रेजिस्ट्रेसन अफ नेम इज मेन्सन इन अफ नेपाल फार्मेसी काउन्सिल एक्ट 2057 है। नेपाल फार्मेसी काउन्सिल एक्ट 2057 अनुसार इफ हामीले फेरि एज अ नामहरू रजिस्टर गराउनु पर्यो भनेर, अथवा रेजिस्ट्रेसन गराउनु पर्यो भनेर, त्यो चाहिँ हाम्रो कति सेक्सनमा मेन्सन छ भनेर चाहिँ एज हाम्रो क्वेसनले चाहिँ हाम्रो सोधेको छ है। त्यो भनेको ठ्याक्कै तपाईँको कति होला त हाम्रो, त्यो भनेको चाहिँ हाम्रो सेक्सन चाहिँ 20मा मेन्सन छ है। र त्यसमा पनि तपाईँको हाम्रो ठ्याक्कै चाहिँ तपाईँको 1 वर्षपछि तपाईँले पाउने गरिन्छ है। त्यो कुरो पनि हाम्रो याद राख्नुलाई है। त्यस्तै गरी अर्को भनेको तपाईँको 18मा के होला त हाम्रो सेक्सन 18मा, सेक्सन 18मा तपाईँको जति पनि हाम्रो रजिस्टर भएको नाम छ फार्मासिस्टहरूको अथवा असिस्टेन्ट फार्मासिस्टहरूको, तिनीहरूको डिलिसन अफ नेम फ्रम रजिस्टर है। त्यो रजिस्टरबाट डिलिट हुन सकिन्छ है। त्यो भनेको तपाईँको सेक्सन चाहिँ हाम्रो 18मा मेन्सन छ। इफ त्यो हाम्रो जति पनि फार्मासिस्टहरू छन् अथवा हाम्रो असिस्टेन्ट फार्मासिस्टहरू छन्, केही कारणवश इफ हाम्रो भनिन्छ नि त्यो तपाईँको इन्सिनहरू जस्तै पागल भइदियो होइन,
अथवा केही कारणले गर्दा इफ हाम्रो एकदम तपाईँको ऋणहरू नतिर्ने व्यक्तिहरू या ऋण कसैको लियो तिर्न सक्ने क्षमता छैन भने त्यस्तो भइदियो होइन। त्यस्तो भयो भने अथवा हाम्रो अनक्वालिफाइड व्यक्तिहरू एज केही मतलब फ्रडको कारणले गर्दा अथवा फेक डकुमेन्टको कारणले गर्दा आज हाम्रो नेपाल फार्मेसी काउन्सिलमा तिनीहरूको नाम रजिस्टर भइसकेको छ भनेर तिनीहरूको नाम चाहिँ हाम्रो डिलिसन गर्न सक्यो भनेर त्यो भनेको सेक्सन चाहिँ हाम्रो 18मा मेन्सन छ है। त्यस्तै गरी सेक्सन 19ले के भन्छ त हाम्रो त्यो भनेको तपाईँको रिभोकेसन अफ द सर्टिफिकेट हो। र अर्को भनेको सेक्सन 28मा भनेको तपाईँको रिकग्निसन टु एजुकेसन डिग्री एन्ड सर्टिफिकेट है। त्यस्तै गरी अर्को भनेको तपाईँको क्वेसन नम्बर 36 है। 36को हेर्नु त हाम्रो विच अफ द फलोइङ ड्रग इज नट बेन इन नेपाल है। तलको मध्ये कुन चाहिँ हाम्रो ड्रग चाहिँ नेपालमा बेन छैन भनेर त्यो भनेको तपाईँको कम्बिनेसन अफ आइरन विथ फोलिक एसिड है। फोलिक एसिड र आइरनहरूको कम्बिनेसन चाहिँ हाम्रो नेपालमा बेन छैन। तर अर्को भनेको तपाईँको भिटामिन्सहरू इफ हाम्रो एनाल्जेसिक कम्बिनेसनमा छ। त्यस्तै गरी पेनिसिलिनहरू सल्फोनामाइड्सको कम्बिनेसनमा छ र भिटामिन सी तपाईँको टेट्रासाइक्लिनको कम्बिनेसनमा छ भनेर यिनीहरू हाम्रो नेपालमा बिक्री वितरण गर्न अथवा हाम्रो युज गर्न पाइँदैन है। यो भनेको तपाईँको कम्प्लिटली बेन छ। तर आइरन विथ फोलिक एसिड चाहिँ हाम्रो अलाउ छ है। यो चाहिँ आज हामीले डिस्पेन्स अथवा एक्सपोर्ट इम्पोर्ट गर्न पाइयो है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु 37को कोडिन नट मोर देन 1% फर अन्डर विच अफ द फलोइङ ग्रुप अन्डर ड्रग स्ट्यान्डर्ड रेगुलेसन 2043 है। ड्रग स्ट्यान्डर्ड रेगुलेसन 2043को अनुसार इफ हाम्रो कुनै पनि फार्मास्युटिकल प्रोडक्ट एज हाम्रो जस्तै कोडिन इफ हाम्रो 1%भन्दा कम एज त्यसले चाहिँ हाम्रो युज गएको छ अथवा हाम्रो कन्टेन्ट गरेको छ भनेर त्यो चाहिँ हाम्रो कुन समूहभित्र पर्ने गरिन्छ भनेर त्यो भनेको तपाईँको समूह ग है। समूह गको पनि हाम्रो सब केटेगोरी 1 हो है। ठ्याक्कै चाहिँ हाम्रो बुझ्नुलाई है। र अर्को भनेको तपाईँको 1%भन्दा बढी चाहिँ हाम्रो कोडिङ युज भएको छ भनेर त्यति बेला चाहिँ हाम्रो समूह कमा चाहिँ हाम्रो पढ्ने गरिन्छ है। त्यो कुरो पनि चाहिँ हाम्रो याद राख्नु है। त्यस्तै गरी अर्को भनेको 38 है। 38मा हेर्नु त हाम्रो द अथोरिटी फर बेनिङ अफ ड्रग्स इज विथ है। ड्रगहरू एज हाम्रो नेपालमा बेन गर्ने अथवा प्रतिबन्ध लगाउने कोसँग एज हाम्रो अथोरिटी छ भनेर त्यो भनेको तपाईँको गभर्मेन्ट अफ नेपाल छ है। गभर्मेन्ट अफ नेपालले जतिसुकै जुन ड्रग एज हाम्रो पब्लिक कन्जम्सनको लागि इफिसियन्सी छैन भने अथवा हाम्रो सेफ्टी छैन भनेर त्यो ड्रगलाई एज हाम्रो गभर्मेन्ट अफ नेपालले चाहिँ हाम्रो जति बेला नि बेन गर्न सक्छ है। त्यो कुरो पनि हाम्रो याद राख्नुलाई है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु त हाम्रो नार्कोटिक ड्रग कन्ट्रोल एक्ट वाज फर्मुलेटेड इन है। हाम्रो नार्कोटिक ड्रग छ त्यो चाहिँ हाम्रो कहिले चाहिँ हाम्रो फर्मुलेटेड अथवा जारी भएको थियो भनेर त्यो भनेको ठ्याक्कै कति बेला त हाम्रो त्यो भनेको तपाईँको 2033 बिएस अर्थात् 1976 डी है। यो भनेको तपाईँको एडीवाला डेट हो र यो भनेको हाम्रो विक्रम सम्बन्धको डेट है। त्यस कारणले गर्दा यसको करेक्ट एन्सर भनेको तपाईँको बी डी भयो सरी है डी भयो है। बोथ बी एन्ड सी हुन्छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो हाउ मेनी नार्कोटिक आर रजिस्टर्ड इन नेपाल है। मैले भर्खर भने अहिले तपाईँको कतिवटा नार्कोटिक अथवा सरी है अहिले तपाईँको कतिवटा नार्कोटिक ड्रग्सहरू चाहिँ आज हाम्रो नेपालमा रजिस्टर्ड छ भनेर क्वेसन तपाईँलाई सोधेछ है। त्यो भनेको तपाईँको ठ्याक्कै कतिवटा हाम्रो 11वटा हो है। पहिला तपाईँको 9वटा थियो। त्यसलाई बुझ्नको लागि ठ्याक्कै नार्कोटिक भन्नाले हामीले एनबाट नार्कोटिक र एनबाट 9 पनि बुझ्न सकिन्छ। पहिला तपाईँको 9वटा थियो। अहिले आएर हाम्रो 2वटा थपिया छ। टोटल भनेको तपाईँको 11वटा आज चाहिँ हाम्रो नार्कोटिक ड्रग चाहिँ नेपालमा रजिस्टर छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो द ड्रग कन्सल्टेटिभ काउन्सिल वाज इस्टाब्लिस्ड है। जुन हाम्रो ड्रग कन्सल्टेटिभ काउन्सिल छ त्यो इस्टाब्लिसमेन्ट भएको छ है। के को लागि होला त है। जस्तै हेर्नुहुन्छ हाम्रो त्यो भनेको तपाईँको गभर्मेन्ट अफ नेपाललाई थ्योरिटिकल अथवा एडमिनिस्ट्रेटिभ मेटरमा चाहिँ एज अ एडभाइस दिनको लागि त्यो कसको काम हो त हाम्रो त्यो भनेको तपाईँको ड्रग कन्सल्टेटिभ काउन्सिलको है। बट हाम्रो डिडिएलाई एज अ हाम्रो जति पनि टेक्निकल ड्रग रिलेटेड तपाईँको टेक्निकल मेटर भयो अथवा रिसर्च रिलेटेड भयो एज अ तिनीहरू रिलेटेड एडभाइस दिने डिडिएलाई कसले हो त त्यो भनेको तपाईँको डिएसी हो है। डिएसीले चाहिँ एज अ हाम्रो ड्रग डिपार्टमेन्ट एडमिनिस्ट्रेसनलाई एडभाइस दिने हो। बट डिसिसीले भनेको तपाईँको गभर्मेन्ट अफ नेपालले एज हाम्रो एडभाइस दिने गरिन्छ है। ठ्याक्कै यो दुइटा पनि याद राख्नु है। त्यस्तै गरी अर्को भनेको हेर्नु त हाम्रो हु इज द चेयरपर्सन अफ ड्रग कन्सल्टेटिभ काउन्सिल है। ड्रग कन्सल्टेटिभ काउन्सिलको एज अ चेयरपर्सन को हुन सक्ला त है। त्यो भनेको तपाईँको हाम्रो स्वास्थ्य मन्त्री है। स्वास्थ्य मन्त्री एज हाम्रो ड्रग कन्सल्टेटिभ काउन्सिलको चेयरम्यान हुनुहुन्छ अथवा हाम्रो एज अ हुन सक्नुहुन्छ है। त्यो कुरो पनि हाम्रो याद राख्नुलाई है। त्यस्तै गरी अर्को भनेको टु फिक्स प्राइस अफ ड्रग इज फङ्सन अफ है। नेपालमा कुनै पनि ड्रगको प्राइस याज फिक्स गर्ने कोसँग हाम्रो अधिकार छ भनेर त्यो भनेको तपाईँको ड्रग कन्सल्टेटिभ काउन्सिलको काम हो है। डिसिसीले एज हाम्रो ड्रगहरूको प्राइस चाहिँ फिक्सेसन गर्ने काम चाहिँ हाम्रो गर्ने गरिन्छ है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो ड्रग एडभाइसरी कमिटी गिभ्स एडभाइस टु है। मैले भर्खर भने कि ड्रग एडभाइसरी कमिटीले कसले चाहिँ एज हाम्रो एडभाइस दिने हो भनेर त्यो भनेको तपाईँको डिपार्टमेन्ट अफ ड्रग एडमिनिस्ट्रेसनलाई हो।
बट अर्को भनेको तपाईँको गभर्मेन्ट अफ नेपाललाई कसले चाहिँ एज हाम्रो एडभाइस दिने हो भनेर, त्यो भनेको ड्रग कन्सल्टेटिभ काउन्सिल हो है। यो दुइटा पनि याद राख्नु है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो 45 को प्रिपरेसन अफ नेपाल फार्माकोपिया इज द फङ्सन अफ है। इफ हाम्रो नेपालमा फार्माकोपियाहरू प्रिपरेसन भयो भनेर त्यो कसको काम होला त है? त्यो भनेको ठ्याक्कै हाम्रो ड्रग एडभाइजरी कमिटी हो है। डिसिसीले एज हाम्रो इफ नेपालमा फार्माकोपिया बन्यो भनेर त्यो भनेको तपाईँको डिसिसीले चाहिँ हाम्रो बनाउने गरिन्छ अथवा हाम्रो बनाउँछ है। यो कुरो पनि याद राख्नु है। त्यस्तै गरी अर्को हुनु त हाम्रो नेसनल लिस्ट अफ इसेन्सियल मेडिसिन है। यो नेसनल लिस्ट अफ इसेन्सियल मेडिसिन वाज फर्स्ट पब्लिस्ड इन है हाम्रो जुन एनएलइएम है, नेसनल लिस्ट अफ इसेन्सियल मेडिसिन छ, पहिलोपल्ट चाहिँ हाम्रो कहिले एज अ पब्लिस भएको थियो भनेर त्यो भनेको कति होला त हाम्रो? त्यो भनेको हाम्रो 1986 है, 1986 पहिलोपल्ट के भनेको थियो तपाईँको पब्लिस भएको थियो। र अहिलेसम्म यो भनेको तपाईँको 6 टाइम है, 6पल्ट तपाईँको रिभाइज भइसकेको छ है। याद राख्नु है, कतिपल्ट त हाम्रो 6 टाइम तपाईँको रिभाइज भइसकेको छ। र पहिलोपल्ट रिभाइज भएको कहिले हो त हाम्रो? त्यो भनेको 1992 है। पहिलोपल्ट भनेको 1992मा तपाईँको रिभाइज भएको थियो। त्यसपछि ठ्याक्कै हाम्रो 1997मा भएको थियो दोस्रोपल्ट। त्यस्तै गरी तेस्रोपल्ट भनेको 2002मा भएको थियो। अर्को भनेको चौथोपल्ट हाम्रो 2011मा भएको थियो होइन। त्यस्तै गरी अर्को भनेको 2016मा भएको थियो। र अहिले लेटेस्ट भनेको तपाईँको 2021मा तपाईँको भएको छ है। र यो तपाईँको 2021मा जुन हाम्रो रिभाइज भएको छ हाम्रो नेसनल लिस्ट अफ एसिसी मेडिसिन, त्यसले एज अ हाम्रो 398 है, 398वटा मेडिसिनहरू कन्टेन गर्ने गरिन्छ भनेर त्यो कुरो पनि याद राख्नु है। तपाईँलाई सोधिन सक्छ कि लेटेस्ट चाहिँ हाम्रो नेसनल लिस्ट अफ एसिसी मेडिसिन चाहिँ हाम्रो कहिले रिभाइज भएको छ र त्यसले एज हाम्रो कति हाम्रो नेसनल लिस्ट अफ एसिसी मेडिसिन चाहिँ हाम्रो मेडिसिनहरू चाहिँ हाम्रो कन्टेन गर्ने गरिन्छ भनेर त्यो भनेको 398वटा हो है। त्यस्तै गरी अर्को हेर्नु त हाम्रो 47को विच अफ द फलोइङ आर नट द क्राइटेरिया फर सिलेक्सन अफ एसेन्सियल ड्रग है। इफ हाम्रो एसेन्सियल ड्रग्सहरू सिलेक्सन गर्नु पर्यो भनेर त्यसलाई कुन चाहिँ एज हामीले डिटरमाइन गर्दैन, त्यो भनेको तपाईँको डोज हो है। डोजको अकर्डिङली एज हाम्रो एसेन्सियल मेडिसिनहरूको एज हामीले डिटरमाइन गर्दैन अथवा हाम्रो क्राइटेरिया होइन है। बाँकी तपाईँको प्राइजहरू भयो, एभाइलेबिलिटी भयो, सेफ्टीको अनुसार र सेफ्टी भयो, तिनीहरूको आधारमा एज हामीले एसेन्सियल ड्रग्सहरू एज हामीले चुज गर्न सक्यो है। त्यस्तै गरी अर्को हुन्छ हाम्रो ग्रुप ग कन्टेन्ट्स है, जुन हाम्रो ड्रगहरूको केटेगोराइजेसन गरेको छ समूह क, ख र ग अन्तर्गत। त्यसमा तपाईँको समूह ग अन्तर्गत कस्तो कस्तो टाइपको हाम्रो मेडिसिनहरू पढ्ने गरिन्छ है। त्यो भनेको तपाईँको ओटिसी ड्रग है, ओभर द काउन्टर ड्रग्सहरू, यो भनेको तपाईँको समूह ग अन्तर्गत पर्ने हो। त्यस्तै गरी हर्मोनल एन्ड एन्टिबायोटिक भनेको समूह चाहिँ यो भनेको तपाईँको समूह ख अन्तर्गत पर्ने हो है। जति पनि हर्मोनल अथवा हाम्रो एन्टिबायोटिक्सहरू छ त्यो भनेको समूह ख अन्तर्गत पर्ने हो। र नार्कोटिक पोइजन ड्रग भनेको तपाईँको समूह चाहिँ हाम्रो क अन्तर्गत पर्ने गरिन्छ है। यो कुरो पनि याद राख्नु होला है। र त्यस्तै गरी अर्को हुन्छ हाम्रो इन ड्रग इन्क्वायरी एन्ड इन्सपेक्सन है। ड्रग इन्क्वायरी एन्ड इन्सपेक्सन रेगुलेसन 2040 फर्मेट फर आइडेन्टिटी कार्ड फर इन्सपेक्टर्स इज इन है। हाम्रो ड्रग इन्क्वायरी एन्ड इन्सपेक्सन रेगुलेसन 2040को अनुसार जुन हाम्रो ड्रग इन्सपेक्टरको आइडेन्टिटी कार्ड छ, तिनीहरूको एज अ फर्मेट चाहिँ हाम्रो कुन सेड्युलमा मेन्सन गरेको छ भनेर त्यो भनेको तपाईँको सेड्युल 1 हो है। र अर्को भनेको सेड्युल 2मा के मेन्सन छ भने तपाईँको फर्म फर सेन्डिङ सिम्पल अफ द ड्रग, त्यो भनेको सेड्युल 2मा मेन्सन छ। र अर्को भनेको सेड्युल 3मा भनेको तपाईँको रिपोर्ट अफ आउटकम्स अफ एक्जामिनेसन एन्ड एनालाइसिस है। र जति पनि हाम्रो एनएलएमले चाहिँ हाम्रो ड्रग्सहरूको एक्जामिनेसन अथवा एनालाइसिस गर्ने गरिन्छ, तिनीहरूको रिपोर्ट भनेको तपाईँको सेड्युल चाहिँ हाम्रो 3मा चाहिँ हाम्रो मेन्सन छ है। त्यस्तै गरी 50को हेर्नु त हाम्रो वाट इज द मिनिमम एरिया रिक्वायर्ड फर अ फार्मेसी एकर्डिङ टु द सेल एन्ड डिस्ट्रिब्युसन कोड है। यो तपाईँको सेल एन्ड डिस्ट्रिब्युसन कोडको अनुसार हाम्रो मिनिमम फार्मेसी खोल्नको लागि कति एरिया हामीलाई रिक्वायर चाहिन्छ भनेर त्यो भनेको तपाईँको 120 स्क्वायर फिट हो है। यो तपाईँको क्वेसन पनि मेक्समा तपाईँलाई सोधिराख्ने क्वेसन हो है। त्यस कारणले गर्दा 120 स्क्वायर फिट आज हामीलाई कुनै पनि फार्मेसी खोल्नको लागि हाम्रो मिनिमम एरिया चाहिँ हामीलाई रिक्वायर्ड हुन्छ है। त्यस्तै गरी अर्को क्वेसन हेर्नु त हाम्रो 51को एप्लिकेसन फर लाइसेन्स टु ह्याभ पब्लिसिटी एन्ड एडभर्टाइजमेन्ट अफ ड्रग्स इज इन अफ ड्रग रेजिस्ट्रेसन रेगुलेसन 2038 है। हाम्रो ड्रग रेजिस्ट्रेसन रेगुलेसन 2038को अनुसार हामीले जुन एप्लिकेसनहरू दिने गरिन्छ फुड ड्रग्सहरूको पब्लिसिटी अथवा एडभर्टाइजमेन्ट गर्नको लागि, त्यो एप्लिकेसन चाहिँ हाम्रो कति सेड्युलमा मेन्सन छ भनेर त्यो भनेको तपाईँको सेड्युल चाहिँ हाम्रो 10 है। यता अप्सनमा चाहिँ अलिकति तपाईँको मिस्टेक छ है। त्यो भनेको तपाईँको सेड्युल 10 अनुसार चाहिँ हाम्रो एप्लिकेसन दिने हो। र लाइसेन्स पाउने भनेको सेड्युल 11 हो है। सेड्युल 11 अनुसार हामीले लाइसेन्स लिने गरिन्छ, बट एप्लिकेसन दिने भनेको सेड्युल चाहिँ हाम्रो 10 हो है। यसलाई चाहिँ सच्याउनुलाई त्यो भनेको तपाईँको सेड्युल 10 अनुसार एप्लिकेसन दिने हो। र अर्को भनेको सेड्युल 11मा हाम्रो लाइसेन्स लिने गरिन्छ। र अर्को भनेको सेड्युल 3मा चाहिँ हाम्रो एप्लिकेसन फर प्रोडक्ट लाइसेन्स है।
जति पनि हाम्रो प्रोडक्ट लाइसेन्सहरू छ तिनीहरूको लाइसेन्स लिनको लागि एप्लिकेसन दिने भनेको सेड्युल 3मा मेन्सन छ। र अर्को भनेको सेड्युल 4मा भनेको तपाईँको रेजिस्ट्रेसन अफ बुक छ है, त्यो कुरो पनि हाम्रो याद राख्नु है। र अर्को भनेको ठ्याक्कै हाम्रो 52 हेर्नु त हाम्रो इफ द ड्रग इन्सपेक्टर फेल टु अब्टेन पर्मिसन अफ द ड्रग किपर फर इन्भेस्टिगेसन है। जस्तै मानिलिनु कुनै पनि ड्रग इन्सपेक्टर छ, त्यसलाई एज हाम्रो कुनै पनि फार्मेसीमा एज हाम्रो इन्क्वायरी अथवा इन्सपेक्सन गर्नु पर्यो भनेर फर्स्टमा त्यसले चाहिँ हाम्रो त्यो फार्मेसी ओनर अथवा फार्मासिस्टलाई सोध्छ है कि मैले चाहिँ एज तपाईँको फार्मेसीमा इन्क्वायरी अथवा इन्सपेक्सन गर्न पाउँछु कि पाउँदैन भनेर त्यसले चाहिँ एज त्यहाँ जुन हाम्रो पसलमा व्यक्ति हुन्छ त्यसलाई एज हाम्रो सोध्ने गरिन्छ। इफ त्यो फार्मासिस्ट अथवा त्यो व्यक्तिले भन्छ कि नाइ तपाईँले एज म अहिले चाहिँ तपाईँले अलाउ गर्दिनँ भनेर, त्यो चाहिँ हाम्रो ड्रग इन्सपेक्टरले के गर्छ त होला हो त्यति बेला एज त्यति त्यति बेला ड्रग इन्सपेक्टरले त्यो एरियामा भएको हाम्रो जति पनि गाउँपालिका भयो होइन अथवा हाम्रो म्युनिसिपालिटी अथवा हाम्रो भिलेज डेभलपमेन्ट कमिटीको छ त्यहाँ गएर हाम्रो कन्ट्याक्ट गर्ने गरिन्छ। अथवा कुनै पनि हाम्रो गभर्मेन्ट सेक्टरमा हाम्रो जागिर खाएको व्यक्ति छ भनेर त्यसको एज निगरानीमा त्यसले चाहिँ एज हाम्रो इन्क्वायरी इन्सपेक्सन गर्न पाउँछ है। र अर्को कुरो के रह्यो भनेर तपाईँहरूलाई इक्जाममा सोधिराख्ने क्वेसन भनेको कि ड्रग इन्सपेक्टरको ड्युटी चाहिँ कतिखेर हुन्छ भनेर, त्यो भनेको तपाईँको सनराइजदेखि लिएर तपाईँको सनसेटसम्म एज हाम्रो ड्रग इन्सपेक्टरले चाहिँ आफ्नो ड्युटी गर्न सक्छ है, त्यो कुरो पनि याद राख्नु है। र त्यस्तै गरेर अर्को हाम्रो 53 को हाम्रो ड्रग बुलेटिन अफ नेपाल है, यो जुन चाहिँ हाम्रो ड्रग बुलेटिन अफ नेपाल यो चाहिँ हाम्रो कसले चाहिँ आज हाम्रो पब्लिस गर्ने होला त है, यो भनेको तपाईँको डिपार्टमेन्ट अफ ड्रग एडमिनिस्ट्रेसन है, डिडिएले चाहिँ आज हाम्रो ड्रग बुलेटिन चाहिँ हाम्रो आज त्यसले चाहिँ हाम्रो पब्लिस गर्ने गर्छ है। त्यस्तै गरेर अर्को भनेको तपाईँको 53 है, 53 को हाम्रो 0.10% कोडिन कन्टेन्ट फार्मास्युटिकल प्रोडक्ट इज केटेगोराइज है। मैले भर्खर एकछिन अगाडि भने कि हाम्रो कोडिन चाहिँ हाम्रो इफ 1% भन्दा कम तिनीहरूको कन्सन्ट्रेसन छ भने कुनै पनि फार्मास्युटिकल प्रोडक्टमा, त्यो भनेको तपाईँको समूह समूह गको पनि हाम्रो सब केटेगोरी के त हाम्रो सब केटेगोरी चाहिँ हाम्रो 1मा चाहिँ हाम्रो पढ्ने गरिन्छ है। आजको भिडियोमा यति नै हाम्रो सर्टेन एमसिक्यूहरू थियो तपाईँको फार्मास्युटिकल जुरिस्प्रुडेन्सबाट। इफ तपाईँलाई यो भिडियो चाहिँ राम्रो लाग्यो अथवा इफेक्टिभ लाग्यो भनेर हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, भिडियोलाई लाइक पनि गरिदिनु होला र आफ्नो साथीलाई पनि सेयर गरिदिनु होला। र यदि तपाईँहरूलाई फार्मेसीको कुनै सब्जेक्टमा अप्ठ्यारो छ अथवा डिफिकल्ट छ भनेर ठ्याक्कै कमेन्ट गर्नुहोला अथवा त्यो टपिकको नाम कमेन्ट गर्नुहोला, अर्को भिडियोमा चाहिँ मैले त्यो टपिक रिलेटेड चाहिँ भिडियो चाहिँ बनाउने छु है। हस्, धन्यवाद।